हाम्रो हजुरबा आज काठमाडौँबाट आउनुभएको रहेछ बाटोमा मभन्दा अघि हुनुहुन्छ होइन म चाहिँ हजुरबा टाढै हिँड्नुभएको बुवा भन्छ टाढै पुग्नु पर्ने हो बुवा टाढैबाट आउनुभयो बुवा किन नबोल्नु भएको हजुरबा टाढैबाट आउनुभएको कहाँबाट आउनुभएको कहाँ त्यही भने चाहिँ हजुरबा चाँडोबाट अनि अहिले टाढै पुग्नुपर्ने रात पर्न लाग्यो त पुग्ने बेला भयो घर आइपुग्यो हो यता हेर्नु न त कहाँ हो तपाईँको घर आमा नयाँ चस्मा लाएर हिरो भएर आउनु भयो खुसी छ अनि हरिचन्दनले यसो जोड्यो आज त हुन्छ भने कान्छा आएपछि ए खुसी छ हेर्छ फिल्म हेरिदिन्छ लिएर जान्छ भने फेरि ल्या ए फिल्म मात्रै फ्रेम मात्रै 1000 लियो फ्रेमको 1000 1200 भन्छ अरे ए त्यो काट्नु नमिल्ने अनि बनाले अनि काठमाडौँको बसाइ कस्तो भयो त के भयो त्यो रमाइलो भयो माइली सानोमा गर्दै भेटिएन ए सानो जाने भनेर थाहा नपायो हामी त्यो दिन जानेमा थियौँ आमा खुसी भएर हजुरको यहाँ आमालाई पिर परेको थियो होइन हजुर नआउने भनेर आउनुभएको रमाइलो भयो बेलुका चाहिँ सुन्नै हो नि के को म हो नि म हुन्छ केटा रहेछ के अरे यसरी ठक्कन नभनेर को केटा तपाईँको भिडियो बनाऊ कि म गएँ कपडा चेन्ज गरेर आउँछु